नमस्ते। सडकमा ट्राफिक मिलाइरहेको प्रहरीदेखि लिएर देशको सिमाना जोगाइरहेको सेनासम्म हाम्रो सुरक्षाका लागि दिनरात खट्ने निकायहरू त धेरै छन्। तर यिनीहरू को हुन् र यिनीहरूको काम कसरी फरक छ? आउनुहोस् आज नेपालका यिनै 3 मुख्य सुरक्षा कवचबारे एकदमै सरल भाषामा बुझौँ। एकछिन सोचौँ त, सामान्य दिनमा र कुनै ठूलो सङ्कट आइपर्दा नेपालको सुरक्षा कसको जिम्मामा हुन्छ? के दुवै अवस्थामा एउटै निकायले काम गर्छ होला? वास्तवमा फरक अवस्थाका लागि फरक सुरक्षा कवचहरू छन्। ती 3 सुरक्षा कवच हुन् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना। यी 3वटै निकायका आफ्नै विशेष जिम्मेवारीहरू छन् र यिनीहरूले मिलेर नै हाम्रो आन्तरिक र बाह्य सुरक्षालाई मजबुत बनाएका छन्। ल, आज हामी के हेर्छौं भने पहिले नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी अनि नेपाली सेनाको भूमिकाबारे कुरा गर्नेछौं। अनि यिनीहरू कसको निर्देशनमा चल्छन् र जनताको नजरमा कस्ता छन् भन्ने बारे पनि जान्नेछौं र अन्त्यमा यिनीहरूको सहकार्यको महत्त्वबारे पनि कुरा गर्नेछौं। ल त हाम्रो सुरक्षाको पहिलो घेराबाट सुरु गरौँ, जसलाई हामी हरेक दिन हरेक चोकमा देख्छौं, नेपाल प्रहरी। नेपाल प्रहरीको नेतृत्व प्रहरी महानिरीक्षक अर्थात् आइजिपीले गर्नुहुन्छ। यो झण्डै 80,000 जनाको ठूलो सङ्गठन हो, जसको स्थापना 2012 सालमा भएको थियो। यसको आदर्श वाक्य सत्य सेवा सुरक्षणमले नै यसको कामलाई प्रष्ट पार्छ। भनेपछि सत्यको पक्षमा रहेर जनतालाई सेवा र सुरक्षा दिनु। नेपाल प्रहरीको मुख्य काम नै दैनिक शान्ति सुरक्षा कायम गर्नु हो। अपराध रोक्ने, अनुसन्धान गर्ने, ट्राफिक जाम मिलाउने, यी सबै जिम्मा प्रहरीकै हो। हामीले सडकमा, चोकमा र हाम्रो टोलमा देख्ने सुरक्षाकर्मी यिनै हुन्, जो हामीसँग सबैभन्दा नजिक भएर काम गर्छन्। अब सुरक्षाको दोस्रो घेरामा जाउँ, सशस्त्र प्रहरी बल। यो एक अर्धसैनिक बल हो, अर्थात् प्रहरीभन्दा बढी सैन्य तालिम प्राप्त तर सेना जस्तो पूर्ण सैनिक चाहिँ होइन। यसको भूमिका अलि फरक र विशेष खालको हुन्छ। त्यसो भए प्रहरीले सामान्य शान्ति सुरक्षा हेर्छ भने ठूलो दङ्गा हुँदा वा देशको सिमानामा सुरक्षा दिन को आउँछ त? हो, यस्तो विशेष अवस्थामा सशस्त्र प्रहरी बलको भूमिका सुरु हुन्छ। सशस्त्र प्रहरीको नेतृत्व पनि आइजिपीले नै गर्नुहुन्छ। यो करिब 37,000 को बल हो। यसको स्थापनाको कारण निकै महत्त्वपूर्ण छ। देशमा सशस्त्र द्वन्द्व चर्किएको बेला सन् 2001 मा प्रहरी र सेनाको बीचमा एउटा विशेष बलको आवश्यकता महसुस भएर यसलाई गठन गरिएको थियो। यसको आदर्श वाक्यले नै यसको कामलाई दर्शाउँछ: शान्ति, सुरक्षा, प्रतिबद्धता। सशस्त्र प्रहरीको मुख्य काम दङ्गा नियन्त्रण, सीमा सुरक्षा र आतंकवाद नियन्त्रण जस्ता विशेष अवस्थाहरूमा हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो बल नेपाल प्रहरी र नेपाली सेना बीचको पुल जस्तै हो। अर्थात् प्रहरीले नसक्ने तर सेना नै परिचालन गर्न नपर्ने अवस्थामा सशस्त्र प्रहरी खटिन्छ। विपद व्यवस्थापनमा पनि यिनीहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। अब हामी सुरक्षाको तेस्रो र अन्तिम घेरामा पुगेका छौं, जो राष्ट्रको अन्तिम रक्षक हो, हाम्रो गौरवशाली नेपाली सेना। नेपाली सेनाको नेतृत्व प्रधान सेनापतिले गर्नुहुन्छ। यो करिब 98,000 को विशाल सङ्गठन हो र यसको इतिहास हेर्नुहोस् त, सन् 1560 देखि यो संसारकै सबैभन्दा पुराना सेनाहरूमध्ये एक हो। यसको आदर्श वाक्य कायर हुनुभन्दा मर्नु राम्रोले यसको वीरताको लामो इतिहासलाई दर्शाउँछ। सेनाको सबैभन्दा प्रमुख काम देशको सिमाना र सार्वभौमिकताको रक्षा गर्नु हो, अर्थात् बाह्य आक्रमणबाट देशलाई बचाउनु। तर सेनाको काम यति मात्रै कहाँ हो र? भूकम्प, बाढी जस्ता ठूला विपत्तिमा उद्धारका लागि सेना अग्रपङ्क्तिमा हुन्छ। साथै विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको मिसनमा पनि नेपाली सेनाको विश्वभरि नै ठूलो सम्मान छ। हो नि, होइन त? जब बाढी पहिरो जस्तो ठूलो विपत्ति आउँछ, सेना आइपुग्दा एक किसिमको ठूलो राहत र भरोसा महसुस हुन्छ। सायद यसले नै सेनाप्रतिको जनविश्वासलाई बलियो बनाएको छ। ल, अब यिनीहरूले कसको निर्देशनमा काम गर्छन् र जनताको नजरमा उनीहरूको छवि कस्तो छ त? आउनुहोस् यो कुरा बुझौँ। यहाँ एउटा महत्त्वपूर्ण फरक छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै गृह मन्त्रालय अन्तर्गत चल्छन्, जसको ध्यान आन्तरिक सुरक्षामा हुन्छ। तर नेपाली सेना भने रक्षा मन्त्रालय अन्तर्गत काम गर्छ, जसको मुख्य काम बाह्य आक्रमणबाट राष्ट्रलाई बचाउनु हो। यही संरचनात्मक फरकले उनीहरूको भूमिकालाई स्पष्ट पार्छ। त्यसो भए हाम्रो दैनिक जीवनमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी कसको हो जस्तो लाग्छ? हामी कसलाई मुख्य जिम्मेवार ठान्छौँ? एउटा सर्वेक्षणको नतिजा हेरौँ न।
झण्डै 70% मानिसहरू आफ्नो समुदायमा शान्ति सुरक्षाको जिम्मा नेपाल प्रहरीकै हो भन्ने ठान्छन्। सशस्त्र प्रहरी र सेनालाई यो भूमिकामा देख्नेहरू निकै कम छन्। यसले के देखाउँछ भने दैनिक सुरक्षाको लागि जनताको दिमागमा सबैभन्दा पहिले प्रहरी नै आउँछ। तर रोचक कुरा के छ भने सर्वेक्षणहरूमा सेनाप्रतिको विश्वास प्राय उच्च देखिन्छ। किन होला? एउटा मुख्य कारण हो सेना सङ्कटको बेला अन्तिम आशाको रूपमा आउँछ, तर प्रहरी र सशस्त्र प्रहरीले त दैनिक रूपमा जनतासँग काम गर्नुपर्छ, जहाँ कहिलेकाहीँ विवाद र असन्तुष्टि हुनु स्वाभाविक पनि हो। सायद यही कारणले उनीहरूको छविमा फरक देखिन सक्छ। अन्त्यमा यी तीनवटै निकाय एकअर्काका प्रतिस्पर्धी होइनन्, बरु एक अर्काका परिपूरक हुन्। सडकमा खटिने प्रहरीदेखि सिमानामा पहरा दिने सेनासम्म हरेकको भूमिका आफ्नो ठाउँमा महत्त्वपूर्ण छ। यिनीहरूले मिलेरै नेपालको लागि सुरक्षाको बलियो तह परेको घेरा बनाउँछन्। एउटा बिना अर्कोको काम अपुरो हुन्छ। आज हामीले नेपालका 3 सुरक्षा कवचबारे बुझ्यौं। अब जाँदा जाँदै एउटा प्रश्न सोचौं। जनताको विश्वास अझै धेरै जित्नका लागि हाम्रा सुरक्षा निकायहरूले अरू के गर्न सक्छन् होला? सायद यो प्रश्नको जवाफमा नै हाम्रो सुरक्षा प्रणालीको भविष्य निर्भर छ।